सन् 2002 म्यान्चेस्टर युनाइटेड पोर्चुगलमा थियो। यो सामान्य मैत्रीपूर्ण खेल हुनुपर्ने थियो, तर रोनाल्डोका लागि त्यो एउटा अडिसन थियो र उनले यस्तो प्रदर्शन गरे कि म्यान्चेस्टर युनाइटेडका खेलाडीहरूले नै क्लबलाई उनलाई अनुबन्ध गर्न दबाब दिए। सर एलेक्स फर्ग्युसनले त्यो अवसर गुमाएनन्। आर्सेनल पनि उनलाई भित्राउन प्रयासरत थियो, तर रोनाल्डो म्यान्चेस्टर पुगे। 12 मिलियन पाउन्ड र त्यहाँबाट सुरु भयो एक यस्तो यात्राको पहिलो अध्याय जसले फुटबलको अर्थ नै बदलिदियो। युनाइटेडमा पुगेपछि रोनाल्डो तुरुन्तै गोल मेसिन बनेनन्। उनी विङ्गर थिए, फ्लिक गर्थे, ड्रिबल गर्थे, डिफेन्डरलाई जिस्काए जस्तो गरेर बल अगाडि लैजान्थे। तर गोल त्यो उनको मुख्य हतियार थिएन। पहिलो सिजन 40 खेलमा 6 गोल र 8 असिस्ट, अर्को वर्ष 9 गोल, त्यसपछि 12 गोल। तर यति मात्र हेरेर रोनाल्डोको कथा बुझिँदैन, किनकि उनको दिमागमा एउटा परिवर्तन सुरु भइसकेको थियो।